Kyumu anichiyo benkyou shiteru katagata ni mukete anichi no bunpo o setsume shiyou to omotte douga o tottemasu. Minasan, kyou no bunpo nan desu kedo, patto miru to muzukashii kamoshirenai keredomo, yoku mitara totemo kantan desu. Minasan, kyou no douga o mite kono bunpo mo jibun no seikatsu ni, nichijou seikatsu ni tsukare yo ni natte kudasai ne. साथीहरु, मैले आज पनि एनिजीको बुम्पो ल्याएर आएको छु। एकदमै इजी बुम्पो छ। म तपाईलाई विदिन अ मिनेटमा मैले सिकाउन गइरहेको छु। बुम्पो के छ भन्दाखेरि हेरौँ है त। आजको बुम्पो छ नानी नानी हो मोनोटोमो सेजु। प्रोनाउन्सिएसन गर्न अलि गाह्रो हुन सक्छ। दुई तीन चोटि प्रोनाउन्सिएसन गरेर प्र्याक्टिस गर्नु होला। नानी नानी हो मोनोटोमो सेजु। यसको मिनिङ के हो त? नानी नानी हो ओसोरे नाइदे भन्छ के। ओसोरे नाइदे भन्छ हैन निहुङबाट। अब यसको नेपाली अर्थ के हो? नेपाली अर्थतिर जाम है त। काम गरिरहेको अवस्थामा परि आएका घटना और अवरोधको वास्ता नगरी भन्ने अर्थ दिन्छ। जस्तै हाम्रो डेली लाइफमा हामीले कुनै पनि काम कन्टिन्यू गरिरहेको हुन्छौं, त्यति बेला हरेक अब्स्ट्याकलहरु, हरेक अवरोधहरु आउँछन्। त्यो अवरोधहरुलाई हामीले वास्ता गर्यौं भने हाम्रो काम सक्सेस हुँदैन। त्यही भएर त्यो अवरोधहरुलाई वास्ता नगरिकन आफ्नो हामीले कन्टिन्यू आफ्नो काम गरिराख्नु पर्छ हैन। हो त्यति बेला यो बुम्पो प्रयोग गर्नु पर्छ। हेरौं अझ बुझ्नको लागि एउटा एक्जाम्पल हैन। हेरौं एक्जाम्पल खारेवा ओयाया शिउनो हान्ताई ओ मोनोटोमो सेजु जिबुन नो खाइसा ओ ताची आगे सेइको सिता। फेरि एकचोटि पढ्छु म। खारेवा ओयाया शिउनो हान्ताई ओ मोनोटोमो सेजु जिबुन नो खाइसा ओ ताची आगे सेइको सिता। यसले के भन्न खोजेको हेरौँ है त। आमा बुबा र वरपरका मानिसहरूको विरोधलाई वास्ता नगरी कम्पनी खडा गरे उनले चाहिँ के खारेले चाहिँ हैन। जस्तै हाम्रो लाइफमा हाम्रो कुनै एउटा काम गर्दाखेरि त्यो अवरोध गर्ने मान्छे धेरै हुन्छ नि त हैन। मैले यो दोगा बनाइरहेको छु, यो भिडियो बनाइरहेको छु, मैले एनिची भिडियोहरु, मलाई कति अवरोध गर्ने मान्छेहरु आइरहेको छन् त्यो मलाई मात्र थाहा छ नि त हैन। त्यही भएर यस्ता आइपर्ने समस्याहरुलाई अवरोधहरुलाई हामीले वास्ता नगरिकन हामीले कन्टिन्यू गर्नुपर्छ त्यो काम हो। त्यस्तो बेला चाहिँ हामीले चाहिँ नानी नानी हो मोनोटोमो सेजुको प्रयोग गर्न सकिन्छ। फेरि एकचोटि भन्छु, मोनोटोमो सेजुको प्रयोग कस्तो बेला प्रयोग गर्ने भनेपछि हामीले गरिरहेको कन्टिन्यू काम गरिरहेको बेलामा कुनै अब्स्ट्याकल अथवा कुनै अवरोधहरु आउँछन्। त्यो अवरोधहरुलाई वास्ता नगरिकन काम गर्ने बेलामा चाहिँ नानी नानी हो मोनोटोमो सेजुको प्रयोग गरिन्छ। अब यो कस्तो कस्तो बेला प्रयोग गरिन्छ कन्डिसन हेरौँ र यो प्रयोग गर्ने चाहिँ एउटा सर्टेन वर्डहरु चाहिँ किमातिर भइरहेको हुन्छ पहिलेबाटै नै। हेरौँ है त। नानी नानी हो मोनोटोमो सेजु भनेपछि यो चाहिँ अगाडि चाहिँ नाउन आउँछ। नाउन प्लस मोनोटोमो सेजु यति भनेर सम्झिनुस् तपाईले सिम्पली। नाउन आउँछ, नाउन पछाडि मोनोटोमो सेजु भनेर सम्झिनुस्, मजाले याद भइहाल्छ। अब धेरै प्रयोग हुने वर्डहरु छन् यसमा चाहिँ। धेरै प्रयोग हुने वर्ड लेखेको छु मैले। किकेन हान्ताई जस्तो बेलामा चाहिँ बढी प्रयोग गरिन्छ। जस्तै खतराको पनि बावजुद खतराको पनि वास्ता नगरिकन उले आफ्नो काम अगाडि बढायो जस्तो कन्डिसनमा प्रयोग गरिन्छ। सायद यति भनिसकेपछि मोनोटोमो सेजुको मिनिङ बुझ्नुभयो होला जस्तो लाग्छ। यस्तै यस्तै भिडियो हेर्नको लागि मेरो टिकटक एकाउन्ट निहुङ्गो टिप्स नेपाल छ, फलो गर्न नबिर्सनु होला है त।